सदरमुकाम बागलुङ बजारसँग जोडिएको बागलुङ नगरपालिका 4 नम्बर वडा प्राकृतिक आकर्षण, ऐतिहासिक पहिचान, धार्मिक आस्था र तीव्र विकासको सम्मिश्रणका रूपमा परिचित छ। आधुनिक पूर्वाधारसँगै मौलिक संस्कृति र प्राकृतिक सम्पदालाई संरक्षण गर्दै समृद्धिको यात्रामा अघि बढिरहेको वडा नम्बर 4 आज बागलुङको आकर्षण र सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। पूज्य सालग्राम भूमिको रूपमा परिचय कमाएको यस वडा बढ्दो विकाससँगै तीव्र सहरीकरणको मार्गमा छ। 4.49 वर्ग किलोमिटरमा फैलिएको यस वडा पर्यटन र कृषिका लागि उत्तिकै सम्भावना भएको वडा हो। पछिल्लो 4 वर्ष यता बागलुङ नगरपालिका 4 नम्बर वडाले थुप्रै विकासका सूचकमा फड्को मारेको छ। जनप्रतिनिधिको समन्वय, सहकारी र सक्रियताका कारण आधुनिक बस पार्क सञ्चालनदेखि गर्व गर्न लायक प्रशस्त कामहरू यसै कार्यकालमा भएका छन्। स्तरीय कालोपत्र सडक, मानव सेवा आश्रम भवन, आधुनिक बागलुङ बस पार्क सञ्चालन, शैक्षिक क्षेत्रमा भौतिक पूर्वाधारले सम्पन्न लिफ्ट, खानेपानी आयोजना सञ्चालन, डिप बोरिङको सफलता, पवित्र सालग्राम भूमिको पहिचान स्थापित, गौरधाम शिवालयको प्रवर्धन, पदमार्ग, लामा झुलुङ्गे पुल निर्माणमा सहजीकरणसँगै अन्य सामाजिक विकासका थुप्रै काम भइरहेको छ। भौतिक विकाससँगै सामाजिक विकासका सूचकमा समेत उक्त वडा एक कदम अगाडि देखिएको छ। सालग्राम सङ्ग्रहालय क्षेत्र, गौरीधाम शिवालय क्षेत्र यस वडाका मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेका छन्। यससँगै ससाना देवालय तथा मन्दिरहरूलाई समेत संरक्षण र प्रवर्धन गरिएको छ। कुडुलेमा रहेको सालग्राम सङ्ग्रहालयमा 1.25 लाखभन्दा बढी सालग्राम भूगर्भभित्र एकैसाथ देख्दा हिन्दू धर्मावलम्बीहरू मोहित हुने गरेका छन्। पछिल्लो समय भारतीय पर्यटकहरूको आगमनले सालग्राम क्षेत्र थप चलायमान भई स्थानीयको आय आर्जनमा समेत टेवा पुर्याउँदै मन्दिरको आमदानी समेत बढेको छ। सालग्राम क्षेत्रको विकासका लागि बागलुङ नगरपालिका वडा कार्यालयदेखि प्रदेश र सङ्घीय सरकारको उत्तिकै जोडबल छ। शिवालय क्षेत्रको रूपमा रहेको गौरीधाम मन्दिरले स्थानीय भक्तजनहरूलाई आकर्षण गरिरहेको छ। वडा कार्यालयले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै धार्मिक तथा पर्यटकीय सम्भावनालाई थप विस्तार गर्दै भविष्यका पुस्ताका लागि अमूल्य सम्पदा जोगाउने अभियान निरन्तर जारी राखेको छ। विकासको मुख्य आधारका रूपमा लिइएको पूर्वाधारमा 4 नम्बर वडा अन्य वडाको तुलनामा अगाडि छ। नगरकै गौरव गर्न लायक बागलुङ बस पार्क समेत यसै वडाबाट सञ्चालनमा आएको छ। चिटिक्क परेको कालोपत्रे सडक, पदयात्रीका लागि लामा र छोटा पदमार्ग, लाखौँ लगानीका लिफ्ट, खानेपानी आयोजना, विद्यालयका भव्य भौतिक संरचना यसका उदाहरण हुन्। बागलुङ बस पार्क सञ्चालन, नयाँ प्रविधिमा कालोपत्र भएको ओढारचौर ढोडेनी सडक, दारेगौडा ढोडेनी पदमार्ग, कुडुले छापाको शिरमा डिप बोरिङ मार्फत पानी निकाल्ने कार्य, सहरी स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थित मानव सेवा आश्रमको जग्गा व्यवस्थापनसँगै भवन निर्माण, अप्ठ्यारा र घुम्ती सडक ढलान, गौरीधाम जलझला झुलुङ्गे पुल तथा कुडुले रत्नेचौर झुलुङ्गे पुल लगायत मुख्य पूर्वाधार निर्माण गरिएको छ। खेल मैदानको स्तरोन्नति, बागलुङ बस पार्क, दारेगौडा सडक स्तरोन्नति, ओढारचौरको बजार क्षेत्र कालोपत्र, कवडहल निर्माण, कोलाको घुम्ती, रिठाबोट, पाखाथर, अर्जुन खोला, डाँडा खेतुदै, कुडुले सडक कालोपत्र तथा स्तरोन्नति, छिपछिपे रमेटा लिफ्टिङ र ढोडेनी कुडुले लिफ्टिङ आयोजना र
डोरेठा फेदी लिफ्टिङ खानेपानी आयोजना लगायतका साना तर प्रशस्त पूर्वाधारका कामहरू भएका छन्। बागलुङ बजारबाट ढोडेनी पुग्ने गरी पक्की सडक आँगनमै आएपछि ढोडेनीका जनतालाई कृषि उपजको बजारीकरणमा सहज भएको छ। अहिले हामीलाई नगरपालिकाको बाटोले यहीँसम्म पुरै कालपत्रे भएको छ र यसले तरकारी लानलाई निकै सहयोग भएको छ। योभन्दा पहिला हामीले पारीबाट गाडी कुरेर तरकारी लाने धेरै गाह्रो पर्थ्यो भने अहिले त हामीले मागअनुसार लगभग दिनको 3-4 टिप पनि तरकारी बिहान दिउँसो बेलुकी गरेर बजारमा सजिलैसँग पुर्याउन सकिन्छ। अहिले सडकै समस्याका कारण ढोडेनीका किसानले उत्पादन गरेका दुधदेखि तरकारी र फलफुल पर्वतको जलजला पुर्याएर बागलुङ ल्याउनु पर्ने बाध्यता अन्त्य भएको छ। बढ्दो सहरीकरणका बीच कृषि आधुनिकीकरणमा सघाउँदै आएको नगरपालिकाले हालै निर्माण सम्पन्न गरेको सडकले तरकारी बजारीकरणमा सहयोग भएको स्थानीयको भनाइ छ। बागलुङ नगरपालिका 4 नम्बर वडाले बालमैत्री वडा निर्माणमा समेत थुप्रै बालमैत्री पूर्वाधार, बाल विवाह, बाल श्रम मुक्त समाज निर्माणमा ठूलो भूमिका खेल्दै आएको छ। ओडाभित्र थुप्रै कृषि फर्म, उद्योग तथा व्यावसायिक क्षेत्रहरू सञ्चालनले ओडाको आर्थिक जीवनस्तरलाई अझ उकास्दै आएको छ। जनश्रमदानसँगै नगरपालिका र प्रदेशको साझेदारीमा 1.5 किलोमिटरभन्दा लामो पदमार्गले ढोडेनीलाई मुख्य बजारमा आउने पदमार्गले सघाएको छ। घर घरमा धाराका लागि मुहान अभाव भएकाले लिफ्ट खानेपानी आयोजना डिप बोरिङलाई ओडाले प्राथमिकता दिएर घर घरमा धारा पुर्याउने कार्य जारी राखेको छ भने हाल मात्र कुण्डुली र छापामा खानेपानी सहजताका लागि डिप बोरिङ मार्फत खानेपानी ल्याइएको छ। यो हाम्रो अहिले यो बजेटको चाहिँ 34,50,000 जतिको हाम्रो चाहिँ यो लागत इस्टिमेट हो र यो लागत इस्टिमेटमा हाम्रो थोरै बढ्न सक्ने यो निकाल्न मात्र। अब हामी बाहिर लाइनहरू वितरण गर्ने बेला 30 लाख जतिको यहाँ आवश्यकता पर्छ र हामीसँग अहिले ट्याङ्की छैनन्। ट्याङ्की चाहिँ यो लिफ्टिङ खानेपानीका ट्याङ्की 2टा छन्। एउटा माथि छ स्वामी बोटानी र एउटा यहीँ कान्लोमा भएको हुनाले उहाँलाई त्यो ट्याङ्कीलाई प्रयोग गर्ने गरेर अहिले हामीले झन्डै 350 कुरियालाई पानी खुवाउने। बजार नजिक रहेको ओडामा स्वास्थ्य संस्थाको अभावमा खोप, परिवार नियोजन लगायतका स्वास्थ्यका सूचकमा परेको समस्यालाई मध्यनजर गरी सहरी स्वास्थ्य केन्द्र सञ्चालन र व्यवस्थित गरिएको छ। कुण्डुली माध्यमिक विद्यालयमा शैक्षिक सुधार नीति अन्तर्गत निरन्तर उत्कृष्ट नतिजा लिँदै आइरहेको छ भने अन्य ओडाका विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा ओडा र नगरपालिकाले सघाउँदै आएको छ। विशेष गरेर विद्यालय भनेको शैक्षिक क्षेत्रमा हेर्नुपर्ने भएको हुँदा शैक्षिक क्षेत्रमा हामी 2080को 80मा 90%, 81कोमा 100% र 82को 80मा 3.9 GPA सहित 7% विद्यार्थी सफल गराउन हामी सफल भएका छौँ। लामो समयदेखि खानेपानी समस्यालाई मध्यनजर गर्दै नगरपालिकाको पहलमा डिप बोरिङ आयोजना मार्फत सफल रूपमा खानेपानी निकालिएको र आगामी दिनमा एक घर एक धाराका रूपमा विकास गरिनेछ। पानी अहिले हामी डिप बोरिङ मात्र गर्ने काम भयो। अब नेक्स्ट चाहिँ अब हामीले फेरि माग गरिरहेका छौँ केही बजेटहरू उहाँले पारिदिनु भयो भने त्यसमार्फत हामीले चाहिँ पाइपहरू बिछ्याउने अनि त्यसपछि घर घरमा एक घर एक धारा पानी लाउने हाम्रो योजना छ। त्यस अन्तर्गत नै हामी कामहरू अगाडि बढाउनेछौँ, बढाइरहेका छौँ। समग्र नगरको पहिचानलाई उच्च बनाउन सफल यस शालिग्राम सङ्ग्रहालय, सांस्कृतिक विद्यालय र तिरुपति बालाजी धाम रङ्ग वेङ्कटेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटकको आकर्षणमा रहेको छ। यस मन्दिरमा औषधालय स्थापनादेखि करोडौँका धार्मिक पूर्वाधारहरू खडा भएको, जसकारण ओडाको मात्रै नभएर सिङ्गो बागलुङ नगरपालिकाको गौरव बढाएको छ। यो एउटा बागलुङ नगरपालिका वडा नम्बर 4 मात्रै नभएर समग्र देशको सम्पत्ति हो र अहिले त बाहिरका मान्छेहरूको पनि ठुलो मुख्य गन्तव्य बनेको छ र यहाँ आउने पर्यटकहरूको मुख्य स्थिति भनेको बागलुङ जिल्लाको पहिचानको रूपमा रहेको बाघको मूर्ति, भित्र रहेका लाखौँ शालिग्राम, यो सुन्दर गरुड स्तम्भ, यो प्रत्येक शिलामा श्रीराम नाम लेखेर बनेको यो सुन्दर मन्दिर
ले सुसज्जित भएको छ। एउटा नमुना हो जसमा बागलुङ नगरपालिकाको महत्त्वपूर्ण योगदान, वडा नम्बर 4 अहिले वर्तमान अध्यक्षजीको पनि जो महत्त्वपूर्ण योगदान सेवा यसप्रति रह्यो। यो ओडा नगरपालिकाले सेवालाई ओडा केन्द्रित बनाउने अभियानको सारथी बन्दै गएको छ। ओडामा राजस्व सङ्कलन, फोहोर शुल्क सङ्कलनदेखि योजना सम्झौताका काम समेत हुन थालेका छन् भने गाउँमा समेत फोहोर सङ्कलन गर्न थालिएको छ। सेवा प्रवाहलाई चुस्त बनाउन ओडा कार्यालयले नगरको सेवालाई ओडा केन्द्रित गर्दै नागरिकको सेवामा तल्लीन भएको छ। नागरिकका अधिकांश सेवा ओडा कार्यालयबाट दिने प्रयत्नमा ओडाका कर्मचारीहरू क्रियाशील रहेका छन्। 4 नम्बर वडा यस्तो ठाउँ भएको वडा हो कि व्यवसायी, उद्योगी, पुँजीपति, शैक्षिक क्षेत्र चाहिँ भएको ठाउँ हो। 4 नम्बर वडाले कम्तीमा नगरमा 1-2टा वडाभन्दा फरक रहेर पहिलो, दोस्रो, तेस्रो नम्बरमा रहेर राजस्व उठाउन सफल भएको छ। बागलुङ बसपार जुन बसपार चाहिँ एउटा टेन्डर आह्वान गरिसकेपछि 1 वर्षको 17-18 लाख रुपियाँ चाहिँ पोहोर साल तिरिसक्यो। अहिले पनि झन्डै 20 लाखको रेसियोमा चाहिँ त्यो कम्पनीले आरबी कन्स्ट्रक्सनले चाहिँ राजस्व बुझाइसकेको छ। त्यहाँको जग्गा व्यवस्थापन समितिको नामबाट हामीले एकै दिन झन्डै 22 लाख रुपियाँसम्म राजस्व असुली गरेको चाहिँ अवस्था छ। राजस्व असुलीमा हामीले चाहिँ बाल कर, व्यवसाय कर, मालपोत कर, विभिन्न क्षेत्रबाट हामीले राजस्व सङ्कलनमा चाहिँ एकदम पूर्णता भूमिका खेलेका छौँ। हाम्रो साथीहरू चाहिँ अहोरात्र खटेर काउन्सिलिङ गर्ने, जनताहरूलाई चाहिँ यहाँनिर चाहिँ तपाईँले छुट पाउनुहुन्छ, यो समयमा आएर तिर्यो भने तपाईँलाई सुविधा छ भन्ने हिसाबले हाम्रो साथीहरू, कर्मचारी साथीहरूबाट त्यो किसिमको सल्लाह सुझाव भएको छ। गत आर्थिक वर्षमा 52,16,270 रुपियाँ राजस्व सङ्कलन गरेका थियौँ भने यो आर्थिक वर्षमा हामीले 66,60,030 रुपियाँ राजस्व सङ्कलन गरिसकेका छौँ। अहिले असारसम्ममा, असार मसान्तसम्म अझै बढी राजस्व सङ्कलन गर्ने हाम्रो लक्ष्य रहेको छ। हामीले 4 नम्बर वडाका करदाताहरूलाई उहाँहरूकै टोलमा, छिमेकमा, आफ्नै वडामा कर लिने व्यवस्था मिलाउनको लागि यहाँभन्दा पहिला राजस्व शाखामा सङ्कलन गर्ने गरेको राजस्व अहिले वडामा सङ्कलन गर्दै आइरहेका छौँ। नगरले लिएको नीति तथा कार्यक्रम र ओडाले नागरिकको सेवा र विकासमा गरेको प्रतिबद्धता कार्यान्वयनका लागि जनप्रतिनिधिहरूको समन्वयले प्रगति उन्मुख रहेको पाइन्छ। विकासका पूर्वाधारहरू त अब सधैँ नै भइरहेको छन्, त्यसरी नै गरिराखिएको थियो। यही गर्दै गर्दा हामीले आएपछि सुरुमा हाम्रो निर्णय थियो बालमैत्री नगर घोषणाको हाम्रो पहिलो निर्णयलाई चाहिँ हामीले बालमैत्री ओडा घोषणामा दोस्रो स्थानमा नै हामीले सम्पन्न गरेका थियौँ। र महिलाका क्षेत्रमा महिला जनप्रतिनिधि भएको कारणले चाहिँ म महिलातिर नै बढी जोडिन चाहेँ। महिलाका क्षेत्रमा पनि हामीले धेरैवटा कार्यक्रमहरू वर्षपछि हामीले बजेट छुट्याएर कार्यक्रम गऱ्यौँ। यसमा चाहिँ महिलाहरूको काम महिलाहरूले नै गर्नुपर्छ भनेर चाहिँ महिलाहरूलाई नै समिति गठन गरेर हामीले कामहरू गरेका थियौँ। क्षमता अभिवृद्धिका काम अनि शिव विकास सङ्घका कामहरू हामीले गरेका थियौँ। र म कार्यपालिका सदस्य पनि हुँदै गर्दा ओडामा मात्रै हामीले बजेटले नभ्याएका काममा चाहिँ नगर स्तरीय योजनाहरूमा पनि क्षमता अभिवृद्धिका काममा अनि शिव विकासका तालिमहरूमा जस्तै क्रिस्टल मालाको तालिम लिएर हाम्रो यही वडा नम्बर 4 का दिदीबहिनीहरूले त्यो पोतेहरू बनाएर धेरै त्यहाँ चाहिँ उहाँहरूले यो क्लबहरूलाई पनि उहाँहरूले दिन सक्षम हुनुभएको थियो। प्रत्येक क्लबमा, समूहहरूमा क्रिस्टल मालाहरू पनि उहाँहरूले बेच्नु पनि भएको छ। र यसै गरेर धेरैवटा हामी आइसके पछाडि म नगर शिक्षा समितिमा पनि सदस्य हुँदै गर्दाखेरि शिक्षाको क्षेत्रमा नि हामीले धेरैवटा कामहरू गरेको छ। विद्यालयलाई चाहिँ जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने नारालाई पनि हामी आत्मसात गर्दै विद्यार्थीहरू सामुदायिक विद्यालयमा अलिकति विद्यार्थीहरूलाई बढाउनुपर्छ भनेर पनि लामो समयदेखि लाग्यो। र जहाँ विद्यार्थीहरू कम छ त्यसलाई चाहिँ हामी डाउनसाइज गरेर पनि गयौँ र विद्यालयमा चाहिँ शिक्षकहरू नभएको ठाउँमा पनि पुर्याएर पनि हामीले त्यसमा पनि काम गऱ्यौँ। एचिभमेन्टको हिसाबले भन्नुपर्दा हामी आइसके पछाडि वडामा समग्रमा त्यस्तो कुनै किसिमका पनि भेद नगरिकन हरेक कार्यक्रमहरूलाई प्राथमिकता दियो। त्यो मध्येको हाम्रो सबैभन्दा पहिला त पूर्वाधारतर्फको काम रह्यो। अन्य कामहरूभन्दा बढी हामी पूर्वाधारतर्फ जोड दियौँ र विभिन्न यो पूर्वाधारै तयार नभइकन बाटोघाटा नभइकन ठाउँको विकास हुँदैन भन्ने उदाले कुनै ठाउँमा कच्ची बाटा थियो त्यसलाई
पक्की बाटा बनाउने काम, जस्तै समग्र भन्नुपर्दा हाम्रो ओडार चौर, उपल्ला चौर, त्यसपछि आर्मी ब्यारेक हुँदै माथिल्लो त्यो गैराबारी हुँदै माथि जान्छ र यतापट्टि आएर तपाईँको यो ठुलसुहारा भन्दा थोरै माथि कभर गरेर योबाट मालिका छुन्छ। म बसिरहेको ठाउँबाट केही उता गइसके पछाडि फेरि सिधै कालीगण्डकीसम्मको एउटा सेरोफेरो छ। त्यसमा चाहिँ पूर्वाधार नै पहिला चाहिँ बजारभित्र, उपल्ला चौर भनेको त एउटा बजार क्षेत्र हो, त्यहाँभित्र चाहिँ कच्ची सडकहरू थिए। तिनीमा चाहिँ त्यहाँभन्दा पहिलाका विकासहरूसँगै जोडेर त्यहाँभन्दा पहिला विकास भएका थिए, कोही कोही ठाउँमा रहेका थिए, ती रहेका बजेटहरूलाई, रहेका बाटाहरूलाई बजेटको विनियोजन गरेर तिनलाई पक्की गराउने काम गरियो। सबभन्दा हाम्रो यहाँ पूर्वाधारको काम बढी भएको छ। त्यसपछि अन्य कुरा अब पूर्वाधार जोडिसकेपछि अनि हामी अब पर्यटन क्षेत्र पर्यटनलाई पनि अगाडि बढाउनु पर्दछ भन्ने हिसाबले यहाँ तपाईँले देख्न सक्नुहुन्छ हाम्रो शालिग्रामहरू, सङ्ग्रहालयहरूमा पनि हामी जोड दियौँ। हामीले धेरै आर्थिक सहयोग गर्न नसके पनि भौतिक सहयोग रूपमा त्यहाँ पर्ने चिजहरूलाई अब टाढा दूरीसम्म पुर्याउनको लागि प्रचार प्रसारमा खटिने यिनी कुराहरू पनि हामीले ओडामा आउने व्यक्तिहरूलाई चाहिँ सङ्ग्रहालय चाहिँ छ, त्यहाँनिर जानुपर्छ भन्ने कामले गर्दा पर्यटनतर्फ पनि काम गरियो। सीमित स्रोत र साधनका बावजुद जनसहभागिता, पारदर्शिता र प्रतिबद्धताका साथ विकासलाई निरन्तर अगाडि बढाएका छौँ ओडाध्यक्ष कुमार विक्रम छेत्री। यो 4 वर्षको अवधिमा हामी केही कामहरू गरेका छौँ र हामीलाई जहाँसम्म लाग्छ हाम्रो वडा स्तरको, स्थानीय सरकार, नगरपालिकाको, प्रदेश सरकारको, सङ्घ सरकारका कामहरू हामी धेरै मात्रामा हामी यहाँ गरेका छौँ। यसमा चाहिँ विशेष गरेर हामीले बालबालिका, महिला, ज्येष्ठ नागरिक, त्यसै गरी यो सडक मानवका विषयमा हामी धेरै काम गरेका छौँ। विशेष त गरेर हामीले यहाँ आइसकेपछि हाम्रो कमिटमेन्ट थियो एक घर एक धारा खानेपानी खुवाउने भन्ने। यो खानेपानीको लागि हामीले 2टा डिप बोरिङ सक्सेस भइसकेको, एउटा डिप बोरिङ सक्सेस भइसकेको छ, 2टा लिफ्टिङ सक्सेस भइसकेको छ। त्यसै गरी 2 लिफ्टिङ खानेपानी चालु अवस्थामा छ र अर्को हाम्रो एउटा लिफ्टिङ हामीले अहिले पनि सङ्घीय बजेट परिरहेको अवस्था प्रदेशबाट त्यसभन्दा पहिला हामी 10 लाख एलोकेट गरेर सङ्घीय बजेटबाट हामीले त्यो काम गरिरहेका छौँ। यो कुडुले फेदीको लागि हामी एउटा लिफ्टिङ खानेपानीको विषयमा हामीले त्यो काम गरिरहेका छौँ। पाखाथरका 2टा लिफ्ट खानेपानी हामीले सम्पन्न गरेर अहिले एक घर एक धारा खुवाइरहेका छौँ। त्यसै गरी हाम्रो चाहिँ ओडारचौर रमेटार खानेपानी हाम्रो सबै काम सम्पन्न भएको छ। शाखा लाइन मात्र अब बाँकी रहेको हुनाले अब छिट्टै हामी एक घर एक धारा हामी त्यहाँ खुवाउनलाई तयार भएका छौँ। त्यसै गरी कुडुले चाहिँ ढोडेनी लिफ्टिङ खानेपानीको लागि हामीले चाहिँ त्यो यो वर्ष हामी सम्पन्न गर्नको लागि खानेपानीतर्फ हामी गएका छौँ। त्यसै गरी अहिले चाहिँ विशेष त यो साना खानेपानीहरूको विषयमा हाम्रो अरू काम पनि भएका छन्। ती कामहरू बिस्तारै अब यो बागलुङ नगरपालिका वडा नम्बर 4 का जनताहरू त्योबाट कतै एक घर एक धाराबाट छुट्नु हुने छैन भन्ने कुरा राखेका छौँ। मानव सेवा आश्रमले बागलुङको वडा नम्बर 4 निरेघाटमा गरेको महायज्ञमा हामीले त्यहाँ पानीको व्यवस्था दजैबारी वन उपभोक्ता समितिको मातहतमा भएको पानीलाई लगेर हामीले मानव सेवा आश्रममा त्यहाँ हामीले अहिले पानी खुवाइरहेको अवस्था छ। शिक्षाको कुरा जाँदै गर्दा हाम्रो यो बागलुङ वडा नम्बर 4 मा अलि कस्तो छ भने सामुदायिक स्कुलहरू विशेष त धेरै धार्मिक अन्तर्गतका हाम्रा स्कुलहरू छन्। त्यसमा चाहिँ विशेष गरेर एउटा चाहिँ मुस्लिमहरूले पढ्ने एउटा स्कुल मदरसा छ भने अर्को हाम्रो संस्कृत विद्यालय पढाउने हाम्रो चाहिँ शालिग्राम सङ्ग्रहालयमा हाम्रो विद्यालय छ। यसै गरेर हाम्रो यो 4 नम्बरमा चाहिँ विशेष गरेर स्वस्थ मनोस्थितिको चाहिँ विशेष बाल कक्षा पनि यहाँ भएको हुँदा हाम्रो यो वडामा एउटा मात्र मावि स्कुल छ, त्यो कुडुले मावि हो र अरू हाम्रा 3टा आबी छन्। ती आबीमा चाहिँ एउटा गणेश प्रावि, एउटा चाहिँ उपलाचौर आबी र एउटा चाहिँ देउराली प्रावि हुँदै हाम्रो चाहिँ 7वटा यता यो चाहिँ सरकारी
स्कुलहरूमा पढ्छन् भने हाम्रो 3टा बोर्डिङ स्कुल छन्, एउटा कुण्डुलेमा कोरोना एकाडेमी र न्यू ओसिस उपलाचौरमा, त्यसै गरी धौलागिरी बोर्डिङ बागलुङको यसमा छ, के अरे उपलाचौरमा छ। यसरी हाम्रो 3टा हाम्रो चाहिँ संस्थागत विद्यालय छन् भने अहिले हामी विशेष त यो विद्यालयको लागि कुण्डुले वेद विश्राममा हाम्रो चाहिँ यो नयाँ किसिमबाट हामीले चाहिँ त्यहाँ अहिले अध्यापन गराइराखेको छ। त्यहाँ आवासीय विद्यालय पनि हो, संस्कृत विद्यालय पढाउने भएको हुनाले वेद विश्राम चाहिँ त्यो जुन विद्यालय छ त्यसको लागि संस्कृत पढ्नको लागि देशभरिबाट त्यहाँ चाहिँ विद्यार्थीहरू आउनुहुन्छ। हामी यसरी बाल मैत्री हाम्रो यो शासन अन्तर्गत हामीले चाहिँ यो खुला रूपमा हामीले के भन्न चाहन्छौँ भने हामीले यो बागलुङ नगरपालिकाले बाल मैत्री युक्त नगर घोषणा गर्ने दौरानमा हाम्रो बानपा 4ले दोस्रो स्थानमै हामीले चाहिँ बाल मैत्री वडा घोषणा गर्न सफल भएका छौँ। त्यसै गरी हामी अगाडि बढ्दै जाँदा हामीले बाल मैत्रीका विषयमा हाम्रा धेरै किसिमका स्कुलमा हामीले धेरै काम गरेका छौँ। हामीले त्यो स्कुलमा बाल मैत्री बनाउनको लागि के गर्नुपर्छ भन्ने कुरा हामीले त्यहाँ धेरै अध्ययन गरेर त्यसको हामीले कतिलाई पुनर्निर्माण गरेका छौँ र बाल मैत्री कोठा, बाल मैत्री बेन्च, बाल मैत्री खानेपानी यसरी हामी त्यहाँ जाँदै गर्दाखेरि अहिले हामीले त्यो काम सम्पन्न गरेका छौँ र भोलिका दिनमा अझ हामी त्यसलाई एलोकेट गरेर त्यसलाई दीर्घकालीन रूपमा त्यसलाई लानको लागि बाल मैत्रीको लागि हामीले त्यो सोचेका छौँ। यो शिक्षामा हामीले 2 पटक 3 पटक हामी आइसकेपछि हामीले चाहिँ शिक्षामा बजेट छिट्टाएर हामीले विज्ञ ल्याएर तपाईँको अभिभावक, शिक्षक, तपाईँको चाहिँ शिक्षक प्रतिनिधि, त्यसै गरी चाहिँ प्रत्येक परहरूलाई राखेर हामीले ट्रेनिङ दिने काम पनि हामी यसभन्दा पहिला हामी सम्पन्न गरेका छौँ र अब हामी यसरी जाँदै गर्दा हामीले हाम्रो वडामा हामी धेरै किसिमका विकास निर्माणहरू गरेका छौँ। सङ्घीय बजेटबाट अहिले भर्खरै तपाईँको यो बानपा 3 देखि बानपाको 4 कुण्डुलेसम्मको एउटा सङ्घीय बजेटको 3 करोड एलोकेट भएको बजेट अहिले काम भइरहेको छ भने वर्ल्ड ब्याङ्कबाट हाम्रो न्युजिप अन्तर्गत हाम्रा 2टा योजनाहरू हामीले हाम्रो वडामा हाम्रो सञ्चालित भइरहेका छन् र अब यो फिनिसिङको अवस्थामा पुगेको छ। एउटा ओडारचौर ढडेनी के अरे मोटर बाटो हो भने अर्को गणेश मन्दिर बानपा 1 देखि निरेघाटको चाहिँ यो जुन काम भइराखेको छ, बाटाहरू निर्माण भइरहेका छन्, यो अन्तिम चरणमा छ र हामीले अब त्यसको उद्घाटन सत्रमा जाने हाम्रो चाहिँ अब अपेक्षा हामीले गरेका छौँ। त्यसै गरी अहिले हाम्रोमा अब खानेपानीको कुरा मैले अगाडि उठाइसकेँ। बस पार्क सम्बन्धमा विगत 24-25 वर्षदेखि बागलुङमा बस पार्क अनियन्त्रित थियो र बस पार्क हुँदाखेरि पनि यहाँ बस पार्क ल्याउन कठिन थियो। हामी यो अवस्थामा कठिन सङ्घर्ष गरेर नगरपालिकासँग हामी हार गुहार र लडाइँ गरेर भए पनि हामीले अहिले नगरपालिकाको चाहिँ यो बागलुङको एउटा बस पार्क हामीले दाबगरा बस पार्कको रूपमा उपलाचौरमा ल्याउन सफल भएका छौँ र अहिले धेरैजसो देशमा छुट्ने गाडीहरू र बसहरू हाम्रो 4 नम्बरको बस पार्कबाट छुट्ने कुरा पनि हाम्रै पहल कदमीमा भएको छ। हामी सबैको सहकार्यले यस बागलुङ नगरपालिकाको 4 नम्बर वडा अझ समृद्ध, व्यवस्थित र नमुना वडा बनाउने अभियान निरन्तर अघि बढिरहनेछ।